हेलो एभ्रिवान, तपाईलाई स्वागत छ आरकेटी स्टेसनमा। आजको भिडियो लेक्चरमा हामी टाइप्स अफ सेटको बारेमा हामी कुरा गर्न गइराखेका छौँ। योभन्दा अगाडि हामीले सेटको डिफिनेसन, कार्डिनल नम्बर अनि योभन्दा अगाडि हामी जति पनि सेटको रिप्रेजेन्टेसन मेथडहरूलाई हेर्यौँ। अब चाहिँ हामी टाइप्स अफ सेटको बारेमा पढ्दैछौँ। अब टाइप्स अफ सेटभित्र के सेटहरू पर्दो रहेछ भन्ने कुरालाई हामी स्पष्ट तरिकाले बुझ्नेछौँ है त। ल, टाइप्स अफ सेट, टाइप्स अफ सेट। टाइप्स अफ सेट भित्र नम्बर 1 हामीले नल सेटको बारेमा पढ्छौँ। यसलाई एम्प्टी सेट पनि भनिन्छ, यसलाई एम्प्टी सेट पनि भनिन्छ। नल सेट, व्हाट इज द मिनिङ अफ एक्चुअली नल सेट, यो भन्ने कुरा स्पष्ट थाहा हुनुपर्छ। फर्स्ट, नल भनेको चाहिँ के हो त? खाली हो। एम्प्टी भनेको चाहिँ के हो त? खाली हो। अब सेट भन्ने बित्तिकै वेल डिफाइन त हुनै परिहाल्यो। यसले चाहिँ भन्न खोजेको के भन्दाखेरि नल सेट भनेको चाहिँ त्यो सेट जसले कुनै पनि इलिमेन्टलाई कन्टेन गरेको हुँदैन। द्याट मिन्स द्याट सेट व्हिच डजन्ट कन्टेन एनी इलिमेन्ट। अ सेट व्हिच doesn't contain any element. A set which doesn't contain any element, त्यो सेट जसले चाहिँ एउटा पनि इलिमेन्टलाई कन्टेन गरेको हुँदैन त्यसलाई चाहिँ हामी नल सेट भनिन्छ हो। फर एक्जाम्पल, नेचुरल नम्बर लेस देन 1, सेट n is equal to natural number less than 1। नेचुरल नम्बर लेस देन 1 त्यहाँ कुनै पनि किसिमको इलिमेन्टहरू पर्दैन, जबकि नेचुरल नम्बर आफै केबाट स्टार्ट हुन्छ? 1 बाट स्टार्ट हुँदै 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 इन्फाइनाइट सम्म गएको हुन्छ। तर सेटले के खोजिराखेको छ? नेचुरल नम्बर लेस देन 1 भन्दा सानो नेचुरल नम्बर। That means there is no any natural number less than 1. So that's why we can take as an example, हामीले यसलाई इक्जाम्पलको रूपमा के लिन सकिन्छ भन्दाखेरि नल सेटको इक्जाम्पलको रूपमा नेचुरल नम्बर लेस देन 1 लाई लिन सकिन्छ। यो चाहिँ इक्जाम्पल नम्बर 1 भयो। इक्जाम्पल नम्बर 2 लाई हेरौँ न। बी इन, सपोज सेटलाई बी गरौँ, लेटर बी इन vowel sounds। vowel sounds भित्र लेटर बी हुन्छ त? हुँदैन। vowel sounds भित्र लेटर बी हुँदैन। So that's why as an example we can take this one also, null set को example को रूपमा लिन सकिन्छ। So null set फेरि पनि म बताउँदै छु, a set which doesn't contain any element, otherwise you can write here does not, and same thing also, a set which doesn't contain any element, जसले कुनै पनि इलिमेन्टलाई कन्टेनै गर्दैन भने त्यसलाई चाहिँ हामी के भनिन्छ? नल सेट भनिन्छ। यो नम्बर 1 को कुरा त भइहाल्यो। अब हामी 2 मा जानेछौँ। टाइप्स अफ सेट भित्रको 2 मा जान्छौँ। टाइप्स अफ सेट भित्रको 2 into, that is सिंगलटन सेट। हेर्नुस् है त, सिंगलटन सेट भन्ने बित्तिकै, सिंगल भन्ने बित्तिकै हामीले के बुझ्नु पर्छ? 1। सिंगल मिन्स 1 हो। अनि त्यो सेटलाई चाहिँ सिंगलटन सेट भनिन्छ जसले चाहिँ एउटा मात्र इलिमेन्ट कन्टेन गर्छ। अ सेट which contains only one element, a set which contain only one element। सपोज हामी यसलाई इक्जाम्पलको रूपमा के लिन सकिन्छ भने, फर एक्जाम्पल, इक्जाम्पलबाट अझ स्पष्ट रूपले बुझौँ न। फर एक्जाम्पल, होल नम्बर w इक्वल टु होल नम्बर लेस देन 1। होल नम्बर लेस देन 1 कतिवटा इलिमेन्ट पर्यो? एउटा मात्रै। अर्को इक्जाम्पल फेरि,
integer between -1 and +1 -1 and +1 को बीचमा कतिवटा इन्टिजर पर्छ एउटा मात्रै पर्छ सो एक्चुअली यो नेचरलाई नै हेरौँ न सन इन सोलर सिस्टममा कतिवटा सूर्य छ त मात्रै सूर्य छ सोलर सिस्टममा अनि पृथ्वी अर्थ इन सोलर सिस्टममा कतिवटा छ एउटा मात्रै छ सोलर सिस्टममा अर्थ छ एउटा मात्रै छ सो हामी थुप्रै इक्जाम्पलहरु लिन सकिन्छ सो नाउ टाइप्स अफ सेटमा जान्छौं Number 3, finite set. This finite set means first we have to clear about finite, meaning of finite. Finite को meaning में चाहिँ पहिला हामी क्लियर हुनुपर्छ finite को अर्थ चाहिँ के हो भन्दाखेरि काउन्टेबल एकदम काउन्ट गर्न सकिने खालको एलिमेन्टहरु यहाँनिर चाहिँ पर्दछ सो finite set means a set which contains finite element त्यो सेट जसले चाहिँ फाइनाइट एलिमेन्टहरुलाई के गर्छ कन्टेन गर्दछ a set which contains finite element a finite element suppose natural number 1 2 3 4 5 6 7 suppose फाइनाइट हो कि हैन यसको एलिमेन्टलाई काउन्ट गर्नुस् त कतिवटा छ 7 वटा छ सपोज प्राइम नम्बर 2 3 5 7 this is also finite elements finite set now vowel sounds v equal to a e I o u vowel sounds finite elements suppose letter of the word suppose के राखौं भन्दाखेरि a p p l e apple letter of the word apple letter of the word mobile m set is equal to m o b I l e mobile हेर्नुस् है त यसको एलिमेन्ट पनि के छ फाइनाइट छ यसको एलिमेन्ट पनि के छ फाइनाइट छ त्यसैगरी यसको एलिमेन्ट पनि के छ फाइनाइट छ यो सेटको एलिमेन्ट पनि के छ फाइनाइट छ यो सेटको एलिमेन्ट पनि के छ फाइनाइट छ हो फाइनाइट सेट दैट मीन्स that set which contains what finite elements त्यो सेटलाई चाहिँ फाइनाइट सेट भनिएको रहेछ जसले चाहिँ एलिमेन्टहरु कन्टेन गरेको एलिमेन्टहरु चाहिँ काउन्ट गर्न सकिएको रहेछ सो काउन्ट गर्न सकिने गरी एलिमेन्टहरुलाई कन्टेन गरेको छ भने त्यसलाई चाहिँ हामी फाइनाइट सेट भनिन्छ अब यसको अर्को सेट छ इन्फाइनाइट सेट अब इन्फाइनाइट सेट भन्ने बित्तिकै यसको उल्टो हुन्छ सो फाइनाइट सेटले चाहिँ के काउन्ट गर्न सकिने एलिमेन्टहरुलाई कन्टेन गर्छ भने भनिसक्यो के finite set that means the set which contains finite elements जसले चाहिँ फाइनाइट एलिमेन्टहरुलाई कन्टेन गर्छ त्यो भनेको चाहिँ के पर्यो फाइनाइट सेट अब इन्फाइनाइट सेट हेरौँ न इन्फाइनाइट सेट which is इन्फाइनाइट सेट भनेबित्तिकै कुरा बुझिहाल्नुभयो जसले चाहिँ काउन्ट गर्न नसकिने गरी एलिमेन्टहरुलाई के गर्छ कन्टेन गर्छ सो हामी इजिली भन्न सकिन्छ अब a set which contains infinite which contain what kind of elements infinite elements जसले चाहिँ इन्फाइनाइट एलिमेन्ट्सलाई के गर्छ कन्टेन गर्छ यसको एक्जाम्पल हेरौँ त फर एक्जाम्पल नेचुरल नम्बर n is equal to 100 101
102 so on. अब यो भन्दा माथि भन्नुको मिनिङ चाहिँ के भने यसले कति इलिमेन्टलाई कन्टेन गर्छ कति इलिमेन्टलाई कन्टेन गर्छ थाहै छैन. सो जस्तै यो संसारमा यो यस ब्रह्माण्डमा तारा कति छ भन्ने कुरा काउन्ट गर्न सकेको छ अहिलेसम्म इन्फाइनाइटसम्म के ताराहरू छ हो. त्यो पनि हामीले एज अ एक्जाम्पलको रूपमा लिन सक्यौँ. अब फेरि हेरौँ न त काउन्टिङ नम्बर C इक्वल टु सपोज ग्रेटर देन 10 सपोज ग्रेटर देन 10 भन्दा ठुलो काउन्टिङ नम्बरहरू के हुन सक्छ 11 12 13 14 हुँदै धेरैसम्म काउन्ट गर्न सकिन्छ. तर एक्ज्याक्टली कतिसम्म हो भन्ने कुरा हामीलाई थाहा छैन. द्याट मिन्स इन्फाइनाइट सेटमा चाहिँ के हुन्छ यसरी डट 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 आउने बित्तिकै डट डट डटबाट यो भन्दा मास्टर कुनै पनि नम्बरहरू छैन भने हामीले बुझ्नुपर्छ यो चाहिँ इन्फाइनाइट सेटको इक्जाम्पल हो. र ग्रेटर देन बिगर देनको शब्दहरू युटिलाइज भइराखेको छ भने हामीले यसलाई थाहा पाउनुपर्छ दिस इज एन एक्जाम्पल अफ इन्फाइनाइट सेट. सो अब हामी टाइप्स अफ सेटको भित्रबाट के कुरालाई हामी हेर्नेछौँ. नम्बर 1 इक्वल सेट. हेर्नुहोस् है इक्वल सेट. इक्वल भन्ने बित्तिकै के हुनु पर्यो बराबर हुनु पर्यो. कुनै पनि कुरा बराबर नभएसम्म इक्वल हुँदैन. फर इक्जाम्पल इक्वल सेटको लागि चाहिँ इक्जाम्पल एउटा लेख्यो है त. सपोज A इक्वल टु A E I O U इक्वल सेट. अब B इक्वल टु हेरौँ है त. B इक्वल टु अल्सो I O E U A. अब हेर्नुहोस् त यसको कार्डिनल नम्बर कति छ 5. यसको कार्डिनल नम्बर कति छ 5. द्याट मिन्स कार्डिनल नम्बर भनेको यो ए सेटले कति इलिमेन्टलाई कन्टेन गरिराखेको छ 5 वटा इलिमेन्टलाई कन्टेन गरिराखेको छ. बी सेटले पनि कतिवटा इलिमेन्टलाई 5 वटा इलिमेन्टलाई कन्टेन गरिराखेको छ 1 2 3 4 5 वटा इलिमेन्टलाई कन्टेन गरिराखेको छ. अब हेर्नुहोस् त इच इलिमेन्ट ए एन्ड बी हियर ए हैन त यहाँ ए छ यहाँ पनि के छ ए छ यहाँ बी छ यहाँ ई छ यहाँ के छ ई. आई हियर अल्सो आई. O here also O. U here also U. That means हामी के देख्दै छौँ सेम कार्डिनल नम्बर दुवैको एउटै छ र फेरि के पनि छ एलिमेन्ट्स पनि सेम छ भने त्यस्तो टाइपको सेटलाई हामी के भनिन्छ इक्वल सेट भनिन्छ. सो दिस इज सिम्पल एक्जाम्पल. अब डेफिनेसनबाट हेरौँ है त. कार्डिनल नम्बर्सको डेफिनेसन तपाईलाई आइराखेको छैन भने यहाँबाट म सिकाउँदैछु. द्याट इज two sets are said to be equal set if they contains same element के हुनु पर्यो सेम हुनु पर्यो. जति पनि इलिमेन्टहरु एक आपसमा दुईटै सेटले कन्टेन गर्छ एलिमेन्ट्स सेम हुनु पर्यो. सेम एलिमेन्ट्स एन्ड सेम कार्डिनल नम्बर. इफ दे कन्टेन सेम एलिमेन्ट्स एउटै एलिमेन्ट पनि हुनु पर्यो एउटै कार्डिनल नम्बर पनि हुनु पर्यो. सो कार्डिनल नम्बर्स. अघि भर्खरै एउटा एक्जाम्पल हेर्यौं हामी. फेरि पनि एक्जाम्पल एउटा हेर्छौं. फर example, suppose prime number set A is equal to prime number between 10 and 20. 10 and 20 between 11, 13, 17 and 19. A equal to यति भयो. र फेरि B मा हेरौँ त. B equal to मैले अर्को एउटा एलिमेन्टलाई नम्बरलाई सिलेक्ट गरे. B सेटलाई सेट B equal to 19, 13, 11, 17. अब हेर्नुहोस् है त. सो सेट A ले कति एलिमेन्टलाई कन्टेन गरिराखेको छ कतिवटा 1 2 3 4 4वटा. सेट B ले कतिवटा एलिमेन्टलाई कन्टेन गरिराखेको छ हियर अल्सो 4. सेम कार्डिनल नम्बर दुवैको कार्डिनल नम्बर के छ सेम छ. अब एलिमेन्ट हेरौँ न के एलिमेन्ट कन्टेन गरिराखेको छ. 11 here also 11, 13 here also 13,
17, here also 17, 19, here also 19. भनेपछि they are containing same elements and same cardinal number. So we can say A and B is, therefore A and B are what kind of elements? What kind of set? Equal set. Just like this. यस्तै टाइपले तपाईं थुप्रै एक्जाम्पलहरुलाई लिन सकिन्छ। अब हेरौँ है त, अर्को एउटा एक्जाम्पल म यहाँनिर दिन थाले। त्यो एक्जाम्पल रहेको छ, सपोज m set m to क ख ग घ लास्ट के हो म। फेरि अर्को एउटा सेटलाई लियौं, and set. This is also ग क ख ङ घ। हेर्नुस् है त, यो सेटको एलिमेन्टहरुलाई हेर्नुस् त। How many elements are containing this m set? 1 2 3 4 5। यो सेटको कार्डिनल नम्बर कति रहेछ? 5। अब यो सेटको पनि कार्डिनल नम्बर कति रहेछ? n सेटको 5। दुईटैले सेम कार्डिनल नम्बर कन्टेन गरेर राखेको छ? यस, obviously। अब फेरि हेरौँ है त, इस सेट सेम एलिमेन्ट हुनु पर्छ। सेम एलिमेन्ट्स also should be there. So here क, यहाँ पनि क, हेर्नुस् त, यहाँ ख, यहाँ पनि ख, यहाँ ग, यहाँ पनि ग, यहाँ घ, यहाँ पनि घ, ङ, यहाँ पनि ङ। सेम एलिमेन्ट्स छ। So that means same cardinal and same elements also. Therefore m and n are equal set. अब क्लियर हुनु पर्यो है तपाईहरु। इक्वल सेट जसले चाहिँ सेम एलिमेन्ट र सेम कार्डिनल नम्बरलाई कन्टेन गर्छ भने त्यो चाहिँ के भयो? अब त्यो चाहिँ के भयो? इक्वल सेट हुने भयो। अब त्यसै गरी इक्विभ्यालेन्ट सेट, प्राय जसो इक्वल र इक्विभ्यालेन्ट सेटमा चाहिँ मान्छेहरु झुकिराखेको हुन्छ। हेरौँ है त, फर्स्ट यसको डेफिनेसनलाई म बताउनु भन्दा अगाडि, इक्विभ्यालेन्ट सेटको डेफिनेसनलाई बताउनु भन्दा अगाडि म पहिला एक्जाम्पल दिन्छु है त। इक्विभ्यालेन्ट सेट भनेको चाहिँ के रहेछ भन्ने कुरा जब तपाईले एक्जाम्पलबाट स्पष्ट तरिकाले बुझ्नुहुन्छ तब तपाईलाई डेफिनेसन लेख्न पनि सजिलो हुन्छ। हेर्नुस् है त, that set is now into equivalent set. So equivalent set. Suppose simple example, set D equal to A E I O U. Now set E equal to 1 3 5 7 9. हेर्नुस् है त, they are extremely different to each other. Set D मा हेर्नुस् त, यहाँ A छ, E I O U छ। set E मा 1 3 5 7 9 छ। अब के को बारेमा पढ्दै छौं हामी? इक्विभ्यालेन्ट सेट को बारेमा पढ्दै छौं। इक्विभ्यालेन्ट सेट पढ्दै गर्दाखेरि फर्स्ट हामीले के थाहा पाउनु पर्छ? यसको कार्डिनल नम्बर कतिवटा रहेछ? 5 वटा। यसको पनि कार्डिनल नम्बर कति छ? 5. So that means same cardinal number, isn't it? Cardinal number चाहिँ सेम के रहेछ? सेम रहेछ। कार्डिनल नम्बर चाहिँ के रहेछ? सेम रहेछ। तर एलिमेन्ट्स हेर्नुस् त, तिनीहरु एक आपसमा एउटा पनि एलिमेन्टहरु म्याच छैन। सो यो एलिमेन्टहरु एक आपसमा म्याचिङ छैन। These elements are not matching to each other. So we can say that two sets are said to be equivalent set if they contain, हेर्नुस् है। अब चाहिँ के रहेछ यो कन्डिसन, इफ दे बाट सुरु भएको कन्डिसनलाई चाहिँ बुझ्नु पर्छ। if they contain same if they contain same cardinal
numbers but हेर्नुस् है कार्डिनल नम्बर चाहिँ के हुनुपर्छ दुईटैको सेम हुनुपर्छ but different elements हेर्नुस् ल element चाहिँ के रहेछ different रहेछ so same cardinal number but different example that kind of set is called what equivalent set नझुकिने है इक्वल सेटमा चाहिँ सेम कार्डिनल नम्बर सेम एलिमेन्ट्स हुनै परिहाल्यो तर इक्विभ्यालेन्ट सेटमा चाहिँ कार्डिनल नम्बर शुड बी सेम बट देयर एलिमेन्ट्स व्हाट शुड बी डिफरेन्ट एलिमेन्ट्सहरु चाहिँ डिफरेन्ट भयो भने त्यो सेटलाई हामी के भनिन्छ इक्विभ्यालेन्ट सेट भनिन्छ लेट्स से अनदर एक्जाम्पल अर्को एउटा एक्जाम्पल लियौं है त अर्को एउटा एक्जाम्पल लियौं सपोज a set letter of the word हेर्नुस् है त D O G letter of the word dog अर्को एउटा सेटलाई हेरौं C A T cat हेर्नुस् है त D O G here C A T यसले कन्टेन्ट कतिवटा एलिमेन्टलाई गरेर राखेको छ भन्दाखेरि 3 वटा एलिमेन्टलाई कन्टेन्ट गरेर राखेको छ बी सेटले पनि के कुरालाई कन्टेन्ट गरेर राखेको छ 3 वटा एलिमेन्टलाई कन्टेन्ट गरेर राखेको छ बट हामी इच एन्ड एभ्री एलिमेन्टलाई हेर्ने भने यसको एलिमेन्टहरु एक आपसमा के छैन म्याच छैन सो देयर इज नो एनी म्याचिङ एलिमेन्ट्स बट cardinal numbers are same so definition says to us same cardinal number के हुनु पर्यो सेम कार्डिनल नम्बर हुनु पर्यो कार्डिनल नम्बर शुड बी सेम एन्ड एलिमेन्ट्स डिफरेन्ट भएर केही फरक परेन तर कार्डिनल नम्बर चाहिँ सेम छ भने त्यो खालको एलिमेन्टलाई हामी के भनिन्छ इक्विभ्यालेन्ट सेट त्यो खालको सेटलाई चाहिँ हामी के भनिन्छ इक्विभ्यालेन्ट सेट भनिन्छ सो these are the simple explanation about the equivalent set so next video ma chai universal set subset proper subset ko barema explanation हुनेछ तपाईले सुरु देखि अन्त्यसम्म त्यो भिडियोलाई हेर्नको निम्ति नबिर्सिनु होला भनिकन म अनुरोध गर्दछु